पाटनमा यो हर्स रेसमा लागेको छ। छोटो 10-15 मिनेटको टाइममा चाहिँ म यहाँ रेस गर्छु। फोनमा हेर्न सक्नुहुनेछ। हामी चाहिँ ढोरपाटन शिकार आरक्षको नजिक आइपुगेको महसुस भइरहेछ। निकै अफरोड बाटो है। यो तपाईँको 150 पल्सरमा निकै आउन धेरै गाह्रो। यहाँ एउटा पोखरी छ भन्ने चाहिँ जानकारी भएअनुसार म पोखरीसम्म पुग्दैछु है। गाइस लामो यात्रा पश्चात ढोरपाटन शिकार आरक्षको बेस क्याम्प भनौँ यो है। बेस क्याम्प हामी आइपुगेको छौँ। देखि कटनपुर छ अझै कति बजी जाने हामीलाई पनि थाहा छैन है। हामी चाहिँ अहिले यो बेस क्याम्प जस्तो निकै रमाउने ठाउँ छ। यहाँ पोखरी छ, निकै रमणीय छ। केही यात्रा भइरहेको छ हाम्रो। फाइनली हामी चाहिँ ढोरपाटन शिकार आरक्ष एरियामा प्रवेश गरिसक्यौँ है। यो पुरै पाटन हो, यो पुरै डाँडा हेर्नु तपाईँ हेर्न सक्नुहुन्छ। मसँग हुनुहुन्छ मेरो भान्जा कृष्ण। के छ तपाईँले कस्तो महसुस भइरहेछ? हामी यो म्याग्दी बागलुङ र रुकुमलाई छोएको ढोरपाटन के अरे ढोरपाटन शिकार आरक्षण केन्द्रमा आइपुगेका छौँ। यो छुट्टै खालको छुट्टै उपत्यका रहेछ। यहाँ छुट्टै खालको एकदम आनन्द फिल, मजा फिल। तर बाटोमा चाहिँ सङ्घर्षपूर्ण आयौँ। तैपनि अहिलेलाई एकदम त्यो सङ्घर्ष तुरुन्तै बिर्सिने अवस्था देखियो। धन्यवाद।
यो ढोरपाटन ठाउँ नाम थाहा भयो टक्कै चाहिँ उपत्यका समथल भाग छ यहाँ है। पुरा त्यो एरिया पुरै समथल एरिया छ। निकै रमणीय निकै उत्साह दिने खालको एरिया छ हाम्रो यहाँ। निकै आकर्षक चारैतिर पहाडले घेरिएको रमाइलो उपत्यका छ यहाँ। निकै रमणीय छ। निकै रमाइलो ठाउँ ढोरपाटन निकै नै राम्रो देखिन्छ यहाँ। हल्का पानी क्या चिसो मौसम। ढोरपाटन निकै रमणीय र निकै आकर्षक देखिरहेको छ। ढोरपाटन एरिया निकै रमणीय निकै सुन्दर पारिसम्म है। निकै सुन्दर निकै रमणीय। के गाउँपालिका हो? ढोरपाटन नगरपालिका। कति नम्बर वडा हो? भयो यार मामा अब एरिया निकै रमाइलो छ रमणीय छ। प्रख्यात ठाउँ नेपालकै एकमात्र
शिकार आरक्ष पाटन आरक्षको यस उत्तरगङ्गा एरियामा छौँ हामी अहिले। निकै पुरै पाटन देखिरहेको छ, निकै रमाइलो निकै रमणीय छ। भुटारबाट पाटन अवलोकन गरेको दृश्यले भुटार जाँदैछौँ। भुटारबाट पाटनको दृश्य अवलोकन गर्न मिल्छ। निकै लामो यात्रा पश्चात आज हामी यो पाटनको अवलोकन गर्न आइपुगेका छौँ। निकै रमाइलो उत्साह लागिरहेको छ। निकै रमाइलो दृश्य, निकै रमाइलो मौसम, निकै रमाइलो भइरहेको छ। धेरै पहिलेदेखि आउने सोच गरेको पाटन आज फाइनली आज चाहिँ आउन सफल भइएको छ। निकै लामो समय पश्चात आज यस पाटन एरियामा आएर विभिन्न ठाउँको अवलोकन गरियो, घोडा चढियो है। फाइनली अब हाम्रो यात्रा चाहिँ यहाँबाट फर्केर बुर्तिमा हुँदै मध्य पहाडी लुकमार्गको बाटो भएर रोल्पाको थबाङ घरतिगा हुँदै
तपाईँहरूले त्यहाँको भिडियो पनि हेर्न सक्नुहुनेछ। हस् त नमस्ते। निकै रमाइलो। हाम्रो यात्रा ढोरपाटन अवलोकन पश्चात अब बुर्तिवाङ हुँदै मध्य पहाडी हाइवेको बाटो भएर जानेछौँ। यो चाहिँ ढोरपाटन एरिया नै हो। तपाईँहरूले हामीले अहिले स्टहरू देखाइरहेका छौँ। यति रमणीय यतिकै पटन चिनारी गेस्ट हाउस निकै रमणीय निकै सुन्दर। आहा हाम्रो जानेवाला 2 घन्टाको यात्रा बाइकमा कठिन यात्रा र फर्कदा 1.5 घन्टाको कठिन यात्रा पश्चात हामी चाहिँ ढोरपाटन घुमेर अहिले यो बागलुङको बुर्तिवाङसम्म आइपुग्यौँ। अब हाम्रो यात्रा सफल सामान्य तरिका हुनेछ। निकै कष्टकर यात्रा, निकै गाह्रो, हातहरू हेर्नु तपाईँ देख्न सक्नुहुन्छ अवस्था यी निकै गाह्रो, निकै बाटो निकै अप्ठ्यारो बाटो। बाइक चलाउने चाहिँ निकै अबला बाइक धोएर मात्र हामी यहाँ खोज्न गर्छौँ। धोएर अथवा तेल सेल हालेर बाइकमा मलाई यात्रा हुन्छ। हस्, धन्यवाद।